गाइस वेलकम माई युट्युब च्यानल। आज चाहिँ मैले भ्लग बनाउनु पाएको छैन किनभने मेरो नानी चाहिँ बिमार भइरहेको छ नि त, हेर्न सक्नुहुन्छ। बिचारा बिमार भइरहेको छ नि त, त्यसैले बाहिरहरू जानु पाएको छैन, त्यसैले भ्लग बनाउनु पाएको छैन। अहिले चाहिँ दबाई खाएर सुतिरहेको छ, हेर्न सक्नुहुन्छ। उसको दबाई यहाँ छ, यहाँतिर दबाई त के भन्नु, खाएको छ नि बिचराले। कति 10 मन्थ पुग्न आँट्यो नि त, 10 मन्थ पुग्न आँट्यो। दाँत पनि पलाउन आँटेको होला, त्यसैले पुरा झगडा गर्छ, ज्वरो आउँदैछ नि त। अहिले चाहिँ सुतिरहेको छ। नसुर्ताउनुहोस्, ब्लग छिटै आउनेछ, तपाईँहरूलाई देखाउनेछु। ज्वरोहरू नआउँदा त सन्तोकी छ नि, त्यस्तो रुँदैनन्। भोक लाग्यो भने रुन्छ, निद्रा लाग्यो भने त्यस्तो झगडा त गर्दैन। अहिले चाहिँ दाँत पलाउनु होला, पुरा झगडा गर्दैछ। अहिले चाहिँ यसमा पनि झगडा गरेर अहिले चाहिँ सुतिरहेको छ। मेरो च्यानललाई लाइक शेयर सब्सक्राइब गर्नु नभुल्नु होला। हुन्छ गाइस, आजको भिडियो चाहिँ यति नै। तपाईँहरूलाई म छिटै भ्लग बनाएर देखाउनेछु। अहिले निस्किनु पाएको छैन नि त।